안녕하세요. नमस्ते. म कोरियन भाषा प्रशिक्षक अतीत घले पाराङ्गा कोरियन भाषा केन्द्र मोरङबाट तपाईहरुलाई चाहिँ आज म इपिएस टपिक 2025 मा हुन गइरहेको म्यानुफ्याक्चर सेक्टरको एक्जामको सम्बन्धी चाहिँ छोटो जानकारीमूलक भिडियो लिएर आएको छु। धेरै साथीहरुले चाहिँ मलाई चाहिँ यो दुईटा प्रश्नहरु चाहिँ दोहोर्याएर धेरैले सोध्नु भएको कारणले तपाईहरुलाई चाहिँ म जानकारी दिदैछु। यो बायोमेट्रिक रजिस्ट्रेसन र भेरिफिकेसन भनेको के हो सर भनेर चाहिँ पहिलो पटक एक्जाम दिने साथीहरुले धेरैले सोध्नु भएको छ। त्यसकारणले अहिलेको नयाँ सिस्टम अनुसार तपाईहरुले एक्जाम दिनु भन्दा अघिल्लो दिन आफ्नो एक्जाम दिने मिति भन्दा अघिल्लो दिन तपाईले चाहिँ ग्वारको हैन इपिएस कोरिया शाखा ग्वारको ललितपुरमा चाहिँ गएर आफ्नो बायोमेट्रिक फिंगरप्रिन्ट चाहिँ दर्ता गर्नुपर्छ है। र अघिल्लो दिन आफ्नो एक्जामको अघिल्लो दिन सार्वजनिक बिदा अथवा बिदा छ भने तपाईले त्यसको पनि बिदाको अघिल्लो दिन गएर चाहिँ तपाईले आफ्नो शिफ्टमा फेरि जुनसुकै टाइममा गएर दिन पाइदैन। तपाईको आफ्नो एक्जाम शिफ्ट कुन हो त्यही शिफ्टमा गएर चाहिँ तपाईले आफ्नो फिंगरप्रिन्ट चाहिँ दर्ता गर्नुपर्छ है। र यदि तपाईले बिर्सिनु भयो र एक्जाम दिने दिन मात्रै थाहा पाउनु भयो भने तपाईले चाहिँ एक्जाम दिन पाउनुहुन्न। यो कुरा चाहिँ एकदम ध्यान दिएर सुन्नु होला। र एक्जाम दिइसकेपछि यहाँ सूचनामै के भनेको छ भने तपाईको एक्जाम परीक्षा मितिको एक्जाम दिने दिनको समयमा परीक्षा दिने समय भन्दा तपाई चाहिँ 2 घण्टा अगाडि है हेर्नु है 2 घण्टा अगावै तपाई चाहिँ युबिटी भवन एक्जाम दिने ठाउँ है यो चाहिँ भैँसेपाटी ललितपुरमा छ यसमा उपस्थित हुनुपर्ने छ। तपाई 2 घण्टा अगाडि जस्तो तपाईको बिहानको शिफ्ट छ भने 9 बजेको शिफ्ट हो भने तपाई 7 बजे त तपाई भैँसेपाटी युबिटी भवन भित्र छिरिसक्नु पर्यो है त्यहाँ उपस्थित भइसक्नु पर्यो। र तपाई उपस्थित भइसकेपछि पहिलो काम भनेको तपाईको चाहिँ बायोमेट्रिक भेरिफिकेसन हुन्छ। तपाईले अघिल्लो दिन फिंगरप्रिन्ट दर्ता गराउनु भएको तपाईको हो कि हैन भनेर चाहिँ तपाईको बायोमेट्रिक भेरिफिकेसन हुन्छ है। त्यसकारणले तपाई चाहिँ समय 2 घण्टा मिनिमम पनि 2 घण्टा अगाडि नै तपाई चाहिँ उपस्थित भइसक्नु पर्ने हुन्छ है। एकदमै समयको ख्याल गर्नु होला। कोरियन टाइम हो कोरियन समय हो एकदम पंक्चुअलिटी हुन्छन् कोरियनहरु समयमा। त्यसकारणले तपाई समय भन्दा ढिलो पुग्नु भयो भने तपाईले एक्जाम दिन पाउनुहुन्न। र विगतमा धेरै साथीहरुको चाहिँ समयको कारणले चाहिँ धेरैको एक्जाम छुटेको छ। जस्तो काठमाडौँको लोकेसनहरु थाहा हुँदैन तपाईहरुलाई है बाहिरबाट जाने एक्जाम दिने साथीहरुले यो कुरामा एकदम ध्यान दिनु पर्यो है। काठमाडौँको ट्राफिक एकदमै जाम हुन्छ त्यसकारणले आफ्नो समय अनुसार चाहिँ एक्जाम दिन 2 घण्टा अगावै तपाई पुग्नु पर्यो है। त्यसकारणले यो कुरा चाहिँ तपाईहरुले एकदमै ध्यान दिनु पर्यो है। फिंगरप्रिन्ट एक दिन अगाडि गराउने र एक्जाम दिने दिन चाहिँ 2 घण्टा अगाडि नै गएर रजिस्ट्रेसन चाहिँ आफूले रजिस्ट्रेसन गरेको फिंगरप्रिन्टलाई भेरिफाई गर्ने है। ओ तपाईहरुले यसमा केही कुरा बुझ्नु भएन भने मलाई डाइरेक्ट तपाईहरुले सम्पर्क गर्न सक्नुहुन्छ वा यसमा व्हाट्सएप छ तपाईले मेसेज गरेर पनि सोध्न सक्नुहुन्छ है। धन्यवाद। 감사합니다।